तुल्लुक नगरपालिका 8बाट बोलिरहेको छु। जलवायुको लागि म साह्रै अभाङ्गमा पनि हुँ। साथीहरू खेलाहरू बुन्न पनि आउँछ, मलाई जालहरू बुन्न पनि आउँछ, बरियाहरू बाट्न पनि आउँछ, स्याकुहरू बुन्न पनि आउँछ, अनि दाम्लाहरू बाड्न पनि आउँछ। यस्तो यो जिन्दगी के गर्ने। अब कोही मान्छेहरू हात बाँधेर बसिरहेका हुन्छन्, अनि त्यो त एउटा एक किसिमको कैदी पनि भनिन्छ। हामीले मानिसको चोला सम्पूर्ण एक नभए एक धन्दा गर्ने, खाली नबस्ने यो मानिसको चोला हो। अब मान्छेहरू होटलमा गएर गफ गरिरहेका हुन्छन्, जाँड खाएर बसिरहेका हुन्छन्, भए नभएका गफ गरेका हुन्छन्। त्यो होइन। मानिस भनेको सम्पूर्ण किसिमका धन्दाहरू गर्ने, हात खाली नगर्ने। जब हात खाली नगरेपछि आफूलाई पैसा आउँछ भनेको धन्दा गरिराख्नुपर्छ। अब